आज हामी यो सुर्खेतको घण्टाघर भन्ने ठाउँमा पुगेका छौँ। यो घण्टाघरमा विभिन्न प्रकारका मान्छेहरू घुम्न आउने रहेछन् है। त्यस्तै मान्छेमा खेलकुद गर्ने सामान पनि रहेछन् है यतातिर। अब हामीसँगै आएका सरलाई म यो के भन्छन्, यतातिर यहाँ 3 जना उभ्याछन्। अब हाम्रो सबभन्दा ह्यान्डसम सरलाई सोध्छु। अनि यो घण्टाघरमा आएर कस्तो लागिरहेछ हजुरलाई? रमाइलो फिलिङ भइरहेछ। रमाइलो? हजुर। कस्तो कस्तो रमाइलो भन्नु न, के गर्नुभयो अहिले यहाँ? किसिमको रमाइलो के पाउनुभयो यो सुर्खेतमा हजुरले? सुर्खेतमा के पाएँ भन्दाखेरि धेरै चिज पायो। अलि जोडले भन्दै अरू पनि पाइन्थ्यो कि? हाम्रो एउटा नपाइने चिजहरू पनि पाइरहेछ होइन। हजुर। रोमान्टिक छ, चारैतिर पहाडहरू छ होइन, बिचमा भ्याली। बिचमा भ्याली, अनि उसैमा यो घण्टाघरको रोमान्टिक सिन छ होइन। घण्टाघर भनेको यतातिर छ है, हाम्रो यो दायाँ साइडतिर छ। हेर्नु सर्ट फिल्म घण्टाघर भने यही हो। अनि हाम्रो अर्को सर, हाम्रो दयानन्द शेट्टी सरलाई कस्तो लागिरहेछ? एकदम राम्रो, झकास, राम्रो लागिरहेछ। हजुर। अरू के गर्नुभयो त? फोटो चाहिँ कति खिच्नुभयो? फोटोहरू धेरै खिचियो सर। धेरै खिच्यो? हजुर। मोबाइलको मेमोरी फुल भयो होला है? फुल भएर अनि ल हाम्रो यो सुर्खेत घण्टाघरबाटको सिन है। डम 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 बाज्यो लगनको बाजा, मैया अघि बढम झै भयो आज। ओ डम 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 बाज्यो लगनको बाजा, मैया अघि बढम झै भयो आज। एउटीलाई लिन सैजन्ती आउने, एउटीलाई लिन सैजन्ती आउने, यही कुराले हो मनै झस्काउने, यही कुराले हो मनै झस्काउने। डम 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 बाज्यो लगनको बाजा, मैया अघि बढम झै भयो आज। कोही भन्छन् अचम्मैको लड्डु हो बिहे, कोही भन्छन् अचम्मैको लड्डु हो बिहे। खाने मान्छे नि पछुताउने, नखाने झनै पछुताउने। कोही भन्छन् मिठो पासो हो बिहे, कोही भन्छन् मिठो पासो हो